25 करोड रुपियाँ टोखामा समातियो। त्यो 25 करोड रुपियाँ समातिँदै गर्दाखेरि विगतमा पनि कहिले 35 किलो, कहिले 80 किलो, कहिले कता सुन समातियो भनेर सुन्यौं। ट्याक्सी ड्राइभरलाई भरियालाई मात्र थुनेर राखियो, तर कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपालि पनि यो 25 करोडको मालिक पत्ता नलाग्ला र त्यही ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। त्यसैले गर्दा सबैजनाको यसमा एक किसिमको चेतावनी पनि सोचौं। यसरी नै सधैँ भरियाहरू मात्र समातेर र कालाबजारीलाई चाहिँ संरक्षित गरिराखेर त सुशासन कसरी हुन्छ? सुशासन आएर भाषण मात्र गर्ने कुरा नहोला। सिरहामा जुन घटना भयो, एउटा दलितको घर भत्काएर महायज्ञको तयारी, त्यसको घोर भर्त्सना गर्न चाहन्छु र सम्बन्धित साझेदारहरूलाई, सम्बन्धित निकायहरूलाई त्यसमा कडा कारबाही लिनको लागि म आह्वान र अनुरोध पनि गर्न चाहन्छु। त्यसरी नै भर्खरै सिन्धुपाल्चोकमा समातिएको ट्रक जसमा 740 वटा भेप समातियो, त्यो भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ र त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले त्यसलाई संरक्षित नगरियोस् भनेर त्यता पनि ध्यान आकर्षण गराउन चाहन्छु। आरोग्य मालिस तेल, बाथरोग निवारण, हाड जोड्ने दुखाइ निर्मूल, लिगामेन्ट खिएको समस्याको समाधान, शरीर पोल्ने र झमझमाउनेबाट